त्यो त बत्तीहरू नै बलेन होला नि त लाइन गएको बेला यस्तो भएपछि के बोल्यो अहिले भर्खरै मैले घर सफा गर्दाखेरि फेरि आज बत्ती कति धेरै जाँदो रहेछ नि त हजुर त्यही भएर बोलिहालेको तपाईँले आउँछ कि आउँदैन यो त्यो फ्रिज चाहिँ के भएर आउने हो यो पानी हाल्दाखेरि धेरै एसिडहरू पोखायो भने यस्तो हुन्छ है एसिडहरू पोखाएपछि त्यो नटहरू त फलामको हुन्छ नि त हो त्यसबाट अनि त्यो क्रिया गरेर अनि मम्मी धेरै पछाडि आएको बहिनी हुनुहुन्थ्यो दावा दावा बिजितका बिजी हुन्छ होला है तपाईँ त आज पनि यो टाइलहरू हाल्ने भन्दै हुनुहुन्छ कि हाम्रोमा तपाईँकोमा चिनेकोहरू कोही हुनुहुन्छ त्यो माथि छत यहाँ छत यो बाहिर र छतमा यो बाहिरको छ कौठीहरू छ नि तल माथि दुइटै मान्छे त छ फेरि त मान्छे राम्रो गरिदिन्छ कि गर्दैन तनाव हुन्छ सकेसम्म आफै खोज्नु कति भन्छ उनीहरूले चाहिँ ज्याला ज्याला स्क्वायर फिटको 35 रुपियाँ 35 रुपियाँ भन्छ हेरेर अनि टाइलहरू चाहिँ के त कतातिर छ टाइल त यहाँ सूर्यविनायकतिर पाइहाल्छ सूर्यविनायकमा खै नचिप्लिने खालको रे अब यहाँ घरमा कोही छैन नि त सफा गर्नेमा अब मान्छे यहाँ बहिनी राखेको छौँ तपाईँहरू गाउँमा हो कि बाहिर विदेशतिर हो दिदीहरू विदेशमा जेठी दिदी चाहिँ हुनुहुन्छ म पनि छुइनँ नि अहिले यहाँ तपाईँ पनि विदेशमै हो विदेशमा म नेपाली विदेशमा म जाँदा छु अनि 8 महिना पछाडि आएको हजुर यहाँ घरहरू त्यही टाइलहरू हाल्ने के हाल्ने भनेर हुनुहुन्थ्यो म खाली थिएँ दिदी त उहाँकै क्लिनिकमा व्यस्त हुनुहुन्छ दाइ पनि गाउँमै दादा त धेरै गाउँ बस्नुभयो त बिहे गरेर बस्नु